हेलो गाइज, के छ? सन्चै आरामै निकै होला है सबैजना। लाइक म चाहिँ अब यसो एउटा भिडियो बनाऊँ भनेको। अनि आज चाहिँ मेरो प्लान के छ भन्दाखेरिमा चाहिँ पोर्चुगलको र स्पेनको म्याच हेर्ने प्लान छ। सो त्यो 1 बजीदेखि छ होइन। पक्कै म आज मेरो निन्दा डिस्टर्ब गर्नेवाला छु। सो यसरी त म डिस्टर्ब गर्ने मान्छे होइन, तैपनि एकचोटि लाइक फिल गरौँ न भन्ने भएर म चाहिँ हेर्न खोजिरहेको हो यो भिडियो चाहिँ। हेरौँ के हुन्छ है, आज कसले जित्छ। अब पोर्चुगलले जित्छोस्। किन म पोर्चुगलको न त फ्यान हो, न त अर्जेन्टिनाको, न त कुनै फ्रान्सको, न त कुनैको होइन। तर मलाई लाइक यो जुन रोनाल्डोले दिएको यो फुटबलमा योगदान छ होइन, त्यो मान्छेले जुन लाइफमा गरेको स्ट्रगल छ, सो त्यसको एउटा फल पाओस् भन्ने एउटा आशा हो। त्यसैले मात्रै हो है। तर पनि हेरौँ कस्तो हुन्छ आज। सो त्यत्रो बेलासम्म अब म भर्खरै बजिया छ कति, अहिले बजिया छ 9:30, मतलब 10 बज्न लाग्छ। 11, 10देखि 11, 11देखि 12, 12देखि लगभग 3 घन्टा बराबरको समय छ मसँग। सो त्यो समय पनि म केही कुराहरू सिक्नु सोचिरहेको छु क्या है, ताकि पछि त्यो 2 घन्टा बिताउँदा पनि, त्यो हेरेर 2-2.5 घन्टा बिताउँदा पनि मलाई रिग्रेट नहोस् भनेर चाहिँ म गर्न। फर्स्ट अफ अल अब कफी खाम। यो कफी चाहिँ For the ethnic that and which labor I sold as the other side, but entonces must be people for that. म कि कस्तो भन्दाखेरि यो एसएससिए जर्नीमा छिर्दाखेरिदेखि नै लाइक मलाई यो एसएससिएको बारेमा केही पनि थाहा थिएन क्या। एसएससी होइन कि मलाई म्यानेजमेन्टको बारेमा थाहा थिएन। लाइक कहिले एकाउन्ट बुक पनि छोएको थिएन त्यस्तो मान्छे। तर लाइक अहिले हेर, मतलब जे भए पनि मतलब एउटा म्यानेजमेन्ट फिल्डतिर छु कि जे भए पनि जस्तो भए पनि। सो जिन्दगीमा कहाँ पुगिन्छ, कस्तो गरिन्छ, के गरिन्छ भन्ने कुरा हामीलाई थाहा नै हुन्न क्या। ओके हो, यो रियालिटी हो। त्यसले गर्दाखेरिमा चाहिँ जे कुरामा लाग्छ त्यो कुरामा चाहिँ लागि पर्नुपर्छ। मात्रै गरी केही गर्नको लागि अगाडि बढ्नुपर्छ। म जब यो क्षेत्रमा इन्टर भएँ, इन्टर भइसकेपछि लाइक म के गरिरहेको छु पनि थाहा थिएन क्या मलाई। मैले यत्रो वर्ष है सानैदेखि के भन्छस् त्यो दुधे, मतलब हुन्छ नि जब बोल्ने त्यो बोल्ने बानी भएको थियो, तबदेखि नै डक्टर बन्छु, पाइलट बन्छु, इन्जिनियर बन्छु भन्दै हिँडे मान्छे। लास्टमा आएर जानुपर्ने म्यानेजमेन्ट फिल्डमा रहेछ। सो अब यो ठाउँमा आइसकेपछि केही गर्नुपर्छ भन्ने सोच त आउँथ्यो, बट मनमा जिज्ञासाहरू धेरै हुन्थे। के गर्ने, एसएससी त माएँ, अब भोलिको दिनमा के होला, कस्तो होला भन्ने प्रश्न अझै पनि जागिरहन्छन्। भोलिको दिन के गर्ने हो भन्ने। सो मैले चाहिँ एज अ साइन्स स्टुडेन्ट भएको कारणले गर्दाखेरि मलाई त झन् के गरौँ कस्तो गरौँ भइरहेको थियो क्या। सो मैले सोचेँ यसरी टाइम वेस्ट गर्नुभन्दा बरु दिनमा इन्टर्नसिप गरौँ भनेर। सो इन्टर्नसिप धेरै ठाउँमा खोजेँ पनि, पाएँ पनि, बट थिङ्किङ द्याट कि लाइक अडिटमै गर्नुपर्छ भनेर म चाहिँ कुरिराखेँ। तर फाइनली एउटा पोइन्टमा आएर के भयो भन्दाखेरि चाहिँ अडिट मात्रै होइन, डिफ्रेन्ट फिल्डमा चाहिँ लाइक फर्स्टमा रिसर्च गर्नुपर्छ। आफ्टर द्याट मेरो इन्ट्रेस्ट केमा छ त भन्ने कुरा त्यहाँबाट थाहा पाइसकेपछि चाहिँ मैले त्यही अनुसार बाटो अगाडि बढाउँछु सोचले चाहिँ म चाहिँ अहिले एकाउन्टिङ एज अ इन्टर्न हुने एकाउन्टिङ सेक्टरमा चाहिँ एनएसएसआई क्यापिटलमा गर्दैछु। सो होप त्यहाँ जे कुरा सिकिन्छ लाइक होप राम्रै होस्। अनि फ्युचरमा त्यहाँबाट निस्किँदा पनि त्यहाँको लाइक आफूभन्दा सिनियरहरूबाट धेरै कुरा सिक्ने मौका र तिनीहरूसँग एउटा बोन्ड चाहिँ स्ट्रङ होला जस्तो मलाई लाग्छ जहाँसम्म है। सो एभ्री कुराबाट हामीले न्यू
केही न केही कुराहरू सिक्नुपर्छ भन्ने मलाई जहाँसम्म लाग्छ। सो मलाई त्यस्तै हो। सो मैले एउटा सर्च आफ्नो माइन्डमा भएको कुराहरूलाई चाहिँ मैले यसमा हालेको थिएँ। सो आई गेस राम्रै छ ओके होइन। सो साथ लाइक लाइफमा एउटा कुरा के बुझ भन्दाखेरि चाहिँ लाइफलाई तिमीहरूले सजिलो बनाउनु छ, सजिलो गर्न छ भने आजदेखि तिमीहरूको कम्युनिकेसन स्किल, तिमीहरूको लाइक रिलेसनसिप बोन्डिङको कुराहरूदेखि लगेर लाइक प्रब्लम सल्भिङका कुराहरूदेखि लगेर सो टाइम म्यानेजमेन्ट इज भेरी भेरी इम्पोर्टेन्ट। सो स्टप वेस्टिङ युर टाइम एन्ड लाइक टुडे वाट आइ एम डुइङ सच टाइप अफ कुरामा चाहिँ हामीले टाइम वेस्ट नगरौँ। तर कहिलेकाहीँ गर्नुपर्छ, कहिलेकाहीँ रमाइलो गर्नुपर्छ जीवनमा। सधैँको एउटा बोधो भएर जस्तो गरेर बसेर हुँदैन। सो सबैसँग बोल्ने चुलबुले हल्का हल्का हुनुपर्छ मलाई जहाँसम्म लाग्छ। सो बेचिल हल्का रमाइलो पनि गर्नुपर्छ। त्यसैले म आज हेर नसुधी बसिरहेको छु बट थिङ्किङ अबाउट यर फ्युचर। सो बेलैमा सचेतौ, केही कुरा नराम्रोतिर बाटोमा लागेको छु भने पनि छिटै नै त्यहाँबाट बाहिर निस्केर अगाडि बढ्नु। Have a bit of a gut feeling what you think you might have them. I'm sure for the tuning in right now, watching it around the world, it's probably the same. So many हेलो गुड मर्निङ गाइज। मेरो अझै स्वर पनि सन्चो भएको छैन यार, म कलेज पुग्न लागिसकेँ। सो वेलकम छ सबैलाई मेरो भ्लगमा। अब त्यस्तै हो स्टुडेन्ट लाइफ भन्दा पनि यो उमेर नै यस्तो हुँदो रहेछ कि वाट टु डु भन्ने क्या। यो 20 इयर्स कट्यो कि फिल हुँदो रहेछ के गरौँ कस्तो गरौँ। कति मान्छे फेरि यही उमेरमा बिग्रिन्छन्, केही उमेरमा सुर्किन्छन् क्या। कस्तो थिङ्किङहरू पनि आउँदो रहेछ यो उमेरमा। This is our institute. म यहाँ पढ्छु। म कलेजबाट घर पुग्ने बेला भयो। आज ढिलो क्लास थियो, सो ढिलो घर पुगिन्छ। अनि काममा चाहिँ सायद पुगिहालिन्छ, तर रेस्ट गर्ने टाइम चाहिँ हुँदैन मसित। एउटा कुरा के मैले साँच्चै भनेको धेरैलाई भेटा चाहिँ के यो यार सबै किन हो तिम्रो एसएससी लाइक स्किल नभएसम्म कामै नगर्ने भन्छौ के। आफै बुझ न हो पहिला पढेका कुराहरू जुन लाइक ल एफआर दियो, अडिट दियो, ट्याक्स दियो गरे ल। सो अब एफएम दिँदैछौ अनि त्यस पछाडि पिएम दिँदैछौ मानम। ल पिएमसम्म आउँदासम्म त अगाडिको कति नलेजहरू त त्यो भइसकेको हुन्छ क्या। लाइक ऊ त हुन्छ बट त्यस्तो हुँदैन कि। सो त्यस्तो गर्नुभन्दा त अनि के अरे पहिल्यैदेखि कामतिर काम गर्न थाल्यो भने त भोलिको दिनमा त्यो कामले अर्को ठाउँमा काम खोल्दाखेरि पनि लाइक यो मान्छेसँग कतै गरेको ऊ छ है भन्ने तरिकाले पनि के गर्न सक्छ भन्दा चाहिँ दिन सक्छ क्या अझ काम। लाइक अपर्च्युनिटी बढ्छ। अबको जुन समय छ त्यो समयमा भनेको एक्सपिरियन्स खोज्ने हो क्या। लाइक त्यो सर्टिफिकेट होइन त्यो लाइक सायद मलाई लाग्छ कतै त्यो जस्ट फर लाइक यो मान्छेसँग छ, यो मान्छे यो पढाएर छ है भन्ने एउटा पहिचान मात्र। बट त्यो एक्सपिरियन्स त लाइक रियल लाइफमा सधैँ काम लागिरहेको कुरा हो नि त। त्यसले गर्दाखेरि स्टार्ट अर्ली इज इट बेटर फर यु है। सबैलाई त्यही सजेस्ट गर्छु म चाहिँ। हाम्रो खाना सुरु हुँदैछ, अब खाना खाएर निस्किन्छु म। मम्मी गुड न्यूज़ देने वाला ल्यापटपको डिस्प्ले उड्यो। अच्छा आपको भी नहीं पता होगा ल्यापटपको डिस्प्ले गुड न्यूज़ ये है उड्यो। कि मैंने प्लान कति खर्च यसरी आउँछ यार। मैले यही ल्यापटपमा कति धेरै खर्च तो गरिसकेको। अब हमको फेरि डिस्प्ले करना है। उडिसक्यो। आज हम घर में नहीं थे, क्या करूं हो रही होगी आपको, क्या सोचूं बस यही आपको दिमाग में आया होगा। तो अच्छी चीज़ है हेर्नु यस्तो देखिने भएको छ है, आफै बन्द हुने यस्तो डिस्प्ले गइसक्यो। अब म जान लागेँ इन्टर्नसिप गर्न। म एउटा कुरा के बुझ भन्दाखेरि लाइफमा केही गर्ने खोजिरहेको छौ भने आजैबाट खोज क्या। भोलि भन्दै कहाँ पुग्छौ थाहा हुँदैन क्या। लाइक यो रियालिटी हो, सबैको लाइफमा भइरहेको कुरा हो, मेरोमा पनि भइरहेको कुरा हो। बट जसले यो बाटो निस्किन सक्छ त्यही मान्छे हो क्या अगाडि बढ्न सक्ने भने लाइफमा। सो थिङ्क फ्रम लाइक नाउ क्या, टुडे पनि होइन नाउ, अहिलेको अहिले बाद जे गर्ने सोच छ जे गर्छु
पर्खेर बस्ने होइन क्या भोलि एउटा कतिखेर ट्याक्कै आएर कसले देला ट्याक्कै टिपेर खाम्ला त्यस्तो हुँदैन। सो लागि पर्नुपर्छ है। अनि अहिलेको हामी युवाहरूसँग के युवाहरूलाई कस्तो भन्दा हामी जेनजी भनौँ जेनजी भन्छ जेनजेड ओके। अनि हामी फेरि ओभर नाइटमा सक्सेस खोज्छौँ कि लाइक म भनौँ मानौँ ल कुनै कुरा सिक्दैछु भने फुल्ली एकैचोटि हेर्न खोज्छु जो चाहिँ सम्भवै हुँदैन क्या होइन। सो लाइक प्यासन भन्ने चिजै छैन क्या हामीसँग। सबर का फल मिठा होता है थाहा होला त। त्यस्तै हो जीवनमा नयाँ नयाँ कुरा सिक्दै जानुपर्छ अन्त के छ। मेरो ल्यापटपको हालत यस्तो भइरहेछ खर्च लास्टै हुने यार झ्याउ लाग्दो मलाई भर्खरै बनाएको थिएँ फेरि के भयो फेरि डिस्प्ले गयो डिस्प्ले ल्याङ भइसक्यो। पर्खे एउटा उ त्यहाँ सुतेपछि सन्चो छैन। हुन्छ थ्याङ्क यू फर वाचिङ। म पनि अब आफ्नो आज किताब ल्याएको छु नयाँ किताब नौलै छ देखाउँला क्या छन् बित्तादा। सो यतिसम्म हेरिदिएकोमा थ्याङ्क यू। राम्रोसँग बस्छ सबै सन्चो होला सब्सक्राइब गरेर जाऊ सक्छौ भने है। थ्याङ्क यू।